अब हामीले सिँचाइको पानी कुलोको पानी आएको छ। यहाँ चाहिँ पोखरी बनाएको छ अनि पानी भए चाहिँ जे पनि हुँदो रहेछ, गर्न सक्नु पर्ने रहेछ। राति अब 4 बजेपछि जुरुक्क उठेर गाग्री बोकेर जानु अनि वहाँ खोलाबाट दुई गाग्री डोगोमा एउटा अनि गाँधमा एउटा 2 गाग्री यस्तो पानी बोकेर आएर हामी वनमा गएर घाँस काटेर आउनु पर्थ्यो सर। मल त दिन सक्ला, जल दिन सकेन सर, अब के गर्ने। अनि हामीले त तरकारी नै लाउन सकेन, केही यस्तो सिमी लाउने, काउली लाउने, भन्दा लाउने हामीले जानेको थिएन नि सर। ऋण नेपालले दिनुभएको हो। त्यहाँ ट्याङ्की त्यत्रो बनाए, वहाँ खोलामा पनि बनायो, वहाँ डाँडामा पनि बनाएको छ। त्यहाँबाट पो सुविस्ता भयो हामीलाई पानी। अनि खाने पानी पछि लहर आयो, लहरमा अनि खाने पानी ल्याएको छ। यही पानी नि सर अहिले लाग्यो त। पहिला त थिएन, पहिला थिएन नि त। हामी समूहमा बसेपछि पानी पनि आयो। यो पानी धाराको पानी अब यही लहरको पानी भैँसीलाई पनि हुन्छ, बाख्रालाई पनि हुन्छ, तरकारीलाई पनि हुन्छ। प्याज लाउने, धनियाँ लाउने, अनि सिमी लाउने, काउली लाउने राम्रो भएको छ। अब त्यो भर्खर धनियाँ पनि बेच्यो, आयो 8-9 हजार। बढाउने घटाउने होइन, बढाउने। अब सकिन्जेल त बढाउने। पानी छँदैछ, हामी त गर्ने, यस्तो लाउने भन्ने एउटा हुँदो रहेछ नि त मनमा। म त धन्यवाद सर, म त खुसी। हाँसी राखन कान्छी बोली राखन।